नमस्कार प्रिय श्रोता मित्रहरू, तपाईं सुन्दै हुनुहुन्छ रेडियो हाम्रो समावेशी 98.3 मेगाहर्ज। म हुँ कार्यक्रम प्रस्तुता मदन विक। मलाई प्राविधिक रूपमा सही गर्नुभएको छ मित्र देवेन्द्र बहादुर शाहीले। हामी हरेक दिन जस्तै आज पनि उपस्थित भएका छौं समावेशी बस लिएर, जहाँ स्थानीय समाज, शिक्षा, राजनीतिक र विकासका मुद्दाहरूको खुल्ला छलफल गर्नेछौं। आजको बसमा हामीसँग हुनुहुन्छ नेपाल शिक्षक महासंघ चामुण्डा बिन्दासिनी नगरपालिकाका पूर्व अध्यक्ष भीमबहादुर कार्की। हामी उहाँसँग शिक्षाका सुधार, शिक्षकको हकित र सार्वजनिक विद्यालयको स्तर वृद्धि र युवा अवस्थाको अपेक्षा र यी सबै विषयमा आजको उहाँसँग हामी कुराकानी गर्नेछौँ। उहाँ सबैभन्दा पहिला सन्चै हुनुहुन्छ? आराम हुनुहुन्छ? सबैभन्दा पहिले नेपालको शिक्षक महासंघको लामो समयदेखि नेतृत्व गर्दै आउनुभयो व्यक्तिको रूपमा तपाईँ शिक्षा क्षेत्रमा योगदान दिन पाउँदा कस्तो अनुभूति गर्नुभएको? सर्वप्रथम त यो रेडियो समावेशी एउटा चरणबाट, एउटा अप्ठ्यारो चरणबाट अहिले एउटा लयमा आएको छ। त्यसमा यो समावेशी रेडियो परिवारलाई म धन्यवाद व्यक्त गर्छु। र शिक्षा क्षेत्रको कुरा गर्दाखेरि म महासंघको अध्यक्ष हुँदै गर्दा स्थानीय को नयाँ संरचना भर्खरै नेपालमा सुरुवात भएको थियो। 72 को संविधान पछाडि म त्यसबेला नवनिर्वाचित बोडीसँग काम गर्ने एउटा सुनौलो अवसर प्राप्त भयो। र म 2077 को पुस 12 गते महासंघको नेतृत्व आउँदै गर्दा यहाँ एउटा जल्दो बल्दो शिक्षा प्रेमी नगर प्रमुख हुनुहुन्थ्यो। उहाँले शिक्षामा सकारात्मक कदम अगाडि बढाउनु भएको थियो। त्यसमा हातेमल्लो गर्ने अवसर मिल्यो र त्यसलाई मैले एउटा अवसरको रूपमा सदुपयोग गर्ने मौका पाएँ। र केही झिना मसिना कुरा अब सरकारसँग, अब हामी पेसाकर्मी हुँदा त्यो मनमुटाव हुने कुरा, सरकारले पनि सबै कुरा पेसाकर्मीमा पुरा गर्न सक्ने अवस्था नहुँदो रहेछ। त्यो अवस्था हामीले पनि महसुस गऱ्यौँ। त्यसमा अब केही गाह्रो अप्ठ्यारो भयो, तर पनि हामीले केही गर्न सक्यौं भन्ने लाग्दछ र केही सकारात्मक सन्देशहरू हामीले दिएको महसुस भएको छ। जस्तै के दिनुभयो? जस्तै अब त्यसबेला हामीसँग तमाम विद्यालयहरू जीरो दरबन्दीका थिए होइन। ती स्कुलहरूमा हामीले केही न केही एउटा गर्नुपर्छ भनेर नगर शिक्षा ऐन ल्याएर ती विद्यालयहरूमा सके जति आफू सरकारले भ्याउने जति अथवा अब उसको क्षमताले भ्याएसम्म दरबन्दीहरू सिर्जना गरेका थियौँ। ती दरबन्दी सिर्जना गर्दाखेरि ती विद्यालयहरूले केही राहत महसुस गरेका थिए र बालबालिकाको शिक्षा पाउने अधिकारको केही न केही अब हक प्राप्ति भएको थियो भन्ने महसुस भएको छ। जस्तै हाम्रो चामुण्डा बिन्दासिनी नगरपालिका भौगोलिक रूपमा चुनौतीपूर्ण छ। यहाँका सामुदायिक विद्यालय वर्तमान अवस्था तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ? सबैभन्दा पहिला शिक्षा सुधारका गर्नुपर्ने अनि तीन प्रमुख समस्याहरू के छन् त्यस्ता? अब यो यहाँ हामी एक त नेपालको भौगोलिक अवस्था नै त्यस्तो छ, सुगम क्षेत्रहरू प्राय कम नै छन्। त्यसमा पनि हाम्रो पालिका अब पहाडी इलाकामा, त्यस पनि एउटा ग्रामीण इलाका बढी भएको क्षेत्र र जनताको जीवनस्तर पनि अलिकति अब त्यही किसिमको भनौँ, अलिक कमजोर, अब आर्थिक अवस्था, चेतनाको स्तर पनि कमजोर भएको स्थिति एउटा छ भने अर्कोतिर भौगोलिक विकटता। कुनै ठाउँमा विद्यालय अब हामीले के त भन्दाखेरि जनसङ्ख्या थोरै छ तर त्यहाँ विद्यालय खुल्लै पर्ने अवस्था पनि छ। तर सरकारले त्यहाँ दरबन्दी फेरि पर्याप्त मात्रामा दिन नसक्ने। तर एउटा कर्तव्य पनि के हो सरकारले भन्दाखेरि बालबालिकाले शिक्षा पाउने हक को सुनिश्चित गर्नुपर्ने एकातिर दायित्व सरकारको हो भने अर्कोतिर सरकारले के गर्छ भन्दाखेरि साधन स्रोतको अपर्याप्तताले गर्दाखेरि सबैलाई पहुँच पुग्ने ठाउँमा विद्यालय खोल्न नसकेको अवस्था पनि देखिन्छ। तर अहिले पछिल्लो एउटा माग थियो, त्यसलाई विद्यालय खोलियो। अहिले ती विद्यालय जोगाउनु पर्ने अवस्था सिर्जना भएको छ। कसरी जोगाउने, विद्यार्थी कसरी त्यहाँ हामीले त्यसको कायम राख्ने? किन भन्दाखेरि विद्यालय छ, विद्यार्थी छैनन्। एउटा अवस्था त्यस्तो छ। कुनै ठाउँमा शिक्षक छन्, विद्यार्थी छैन। कुनै ठाउँमा के छ, विद्यार्थी छन्, शिक्षक छैनन्। कुनै ठाउँमा शिक्षक छन्, विद्यार्थी छैन। त्यो अवस्था छ। त्यसलाई तालमेल मिलाउन स्थानीय सरकारले अलिकति कडा कदम चाल्नुपर्ने, अझै पनि विद्यालय मर्ज गर्नुपर्ने र अपाएक ठाउँमा विद्यालयहरू थप्नुपर्ने र पाएक पर्ने ठाउँमा भएका ती अलिकति धेरै विद्यालयहरू जो छन् जथाभावी रूपमा खोलिएका विद्यालयहरूलाई मर्ज गर्नुपर्ने अथवा तह घटाउनु पर्ने त्यहाँ देखिन्छ। र त्यतातिर केही हदसम्म त भएको पनि देखिन्छ र त्यसलाई अझै पनि गर्नुपर्ने अवस्था देखिन्छ। अहिले पनि एउटै वडामा माविहरू पनि 2-3 वटा भएको अवस्था पनि छ। त्यहाँ एउटै मावि चल्ने अवस्था पनि देखिँदैन, तर 2-3 वटा मावि चलाएर
राज्यले पनि थेक्न नसक्ने, उतातिर गुणस्तरीय शिक्षा पनि पाउन नसकिने, दिन नसकिने। त्यो त मेन कुरो त बालबालिकालाई केन्द्रमा राख्नुपर्छ। बालबालिकालाई केन्द्रमा राखेर गरिएको काम त्यो न्यायोचित हुन्छ। अब कसैको स्वार्थ सिद्धिका लागि मात्र गरिएका कामहरू त्यो न्यायोचित हुँदैन। त्यसैले बालबालिकाको भविष्यलाई मध्यनजर गरिकन विद्यालयहरू नक्साङ्कन गरी उपयुक्त ठाउँमा विद्यालयहरू थप्नुपर्ने र कुनै ठाउँमा घटाउनु पर्ने आवश्यकता देखिन्छ। जस्तै अहिले त्यही कुरा गरिरहँदाखेरि प्राविधिक तहहरूमा चाहिँ न्यून दरबन्दी छन् भन्ने जनगुनासो पनि छ। यो शिक्षकको पदपूर्ति गर्नको लागि महासङ्घले के कस्ता समन्वयहरू गरेको छ? मदनजी, तपाईँले यो कुरामा कसरी बुझ्नुभयो? प्राविधिक तहमा शिक्षकहरू बढी हो, कम छैनन् कि बढी छन्? विद्यार्थी शिक्षकहरू कम भएको निभावी र मावि तहमा 6-8 भनौँ, 6-8 को आधारभूत तह र 9-12 को मावि तहमा शिक्षकहरू कमी छन्। तर प्राविधिक तहमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षकहरू बढी भएको अवस्था छ। तिनीहरूलाई स्तर वृद्धि गर्ने भन्ने राज्यले पनि पोलिसी ल्याएको छ, तर अहिलेसम्म गर्न नसकेको अवस्था हो। शिक्षा ऐन आएको भए आजसम्म केही हुन्थ्यो कि भन्ने हो। प्राविधिक तहमा बढी भएको दरबन्दीलाई निभावी अथवा मावि बनाउने भन्ने एउटा प्रस्तावित शिक्षा विधेयकमा पनि थियो। तर अब त्यो दुर्भाग्यवश यो अब जेनजी मुभमेन्टले गर्दाखेरि त्यो अब अलपत्र परेको अवस्थामा छ। त्यसले गर्दाखेरि केही शिक्षक परिपूर्ति हुन्थ्यो भन्ने लाग्छ। निभावी माविमा अपुग भएको शिक्षक दरमा केही परिपूर्ति हुन्थ्यो भन्ने लाग्छ। त्यो गर्नको लागि अब स्थानीय सरकारले मात्र त्यो गर्न सक्ने स्थिति होइन, किनभने तहवृद्धि गर्नका लागि केन्द्र सरकारले नै त्यो नीति ल्याउनु पर्ने र गर्नुपर्ने हो। त्यो अब नयाँ शिक्षा ऐन नआएसम्म त्यसको कार्य अगाडि नबढ्ने स्थिति देखिन्छ। र त्यसको अब अहिलेको अब यो मनोस्थानीय के अरे अन्तरिम सरकारले त्यो कदम उठाउन सक्ने स्थिति पनि देखिँदैन। हेर्दाखेरि त्यो हामीले बुझेको कुरा अहिलेको भनौँ राजनीतिक रूपमा पनि। हजुर, महासङ्घ लामो समयदेखि शिक्षकको हकितको लागि चाहिँ सङ्घर्षमा रत छ। चामुण्डा बिन्दासनी नगरपालिकामा महासङ्घले अघि सारेका प्रमुख आन्दोलन, उपलब्धि र चुनौती के हुन् बताइदिनुहोस् न। अब यो कुरामा अलिकति एउटा कुरा गम्भीर प्रश्न आयो भन्ने लाग्छ मलाई। किन भन्दाखेरि शिक्षक महासङ्घ 77 मा गठन भयो। त्यसको पदावधि सकिएपछि नयाँ गठन हुने कुरा एउटा महासङ्घको विधान अनुसार गठन हुनुपर्ने कुरा हो। त्यो अनुसारको त्यहाँ अहिले महासङ्घ अब एकपक्षीय रूपमा एउटा सङ्गठनले गठन गरेर महासङ्घ गठन भयो भन्ने छ भने त्यहाँबाट अरू तमाम शिक्षक सङ्घ सङ्गठनहरू भनौँ यो पालिकामा कार्यरत शिक्षक सङ्घ सङ्गठनहरू त्यो उसमा संलग्न नभएको अवस्था र नेपाल शिक्षक महासङ्घ हालको अवस्थामा निष्क्रिय अवस्थामा भएको देखिन्छ। उसका गतिविधिहरू यहाँ शून्य प्राय देखिन्छन्। र उसले यो महासङ्घको विधान अनुसार कस्तो छ भन्नुहुन्छ भने चाहिँ महासङ्घ सबै सङ्घ सङ्गठनको सहमतिमा अथवा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अनुसार यसको बोर्डी अथवा समिति गठन हुन्छ। र त्यो अनुसार नभएर यहाँ अब यसलाई शिक्षक आन्दोलनलाई तुहाउनुको लागि होस् अथवा कसैका व्यक्तिगत मनोकांक्षा पूरा गर्न होस्, यहाँ शिक्षक महासङ्घलाई अहिले अपाङ्ग अथवा एउटा असहाय जस्तो, एउटा निरीह जस्तो बनाएर राख्ने काम भएको छ। यसलाई एक्टिभ गर्ने कुरामा जिल्लाका सङ्घ सङ्गठनहरू पनि त्यति सक्रिय रूपमा नदेखिएको र उनीहरू पनि आफ्नो इच्छा आकांक्षा अथवा आफ्नो मनोकांक्षा पूरा गर्न त्यही अनुसार उद्धत भएको मेरो व्यक्तिगत धारणा त्यो देख्न चाहन्छु। किन भन्दाखेरि यसलाई चलायमान बनाउनु पर्ने, कसैको असहमति छ भने त्यसलाई सहमतिमा ल्याउनु पर्ने ठाउँमा उल्टै त्यसलाई बिच्काउने, भड्याउने, यही नै यो महासङ्घ भन्ने जस्तो। महासङ्घ हुनुको लागि त सम्बन्धित सङ्घले सङ्गठनले त्यहाँ आफ्नो उम्मेदवारी प्रस्ताव गर्छ अथवा सिफारिस गर्छ, त्यो आधारमा त्यहाँ महासङ्घ गठन हुने हो। यहाँ त्यसो भएको देखिँदैन। यहाँ एउटा सङ्गठन मात्र संलग्न भएको देखिन्छ, अरू सङ्गठनहरू त्यो महासङ्घमा संलग्न भएको देखिँदैन अहिलेसम्म हेर्दाखेरि। त्यसबेला शिक्षक शाखामा के पेश गरेको उनीहरूको निवेदन हेर्दाखेरि त्यसैले यसलाई पुनर्जीवित गर्न जरुरी छ भन्ने लाग्छ मलाई। महासङ्घ पुनर्जीवित नगरेसम्म शिक्षकका मागहरू पनि ओझेलमा परेको हामीले महसुस गरेका छौँ। अब यस केन्द्रीय रूपमा त अब सङ्घमा त अब त्यसको महासङ्घ गठन भएको छ, त्यो फरक कुरा भयो। हामी स्थानीय रूपमा स्थानीय सरकारसँग हामीले डिल गर्नुपर्ने, शिक्षकका माग मुद्दाहरू उठाउनु पर्ने कुरा जो थियो, हामी एक ठाउँमा हुनुपर्ने थियो। यहाँ शिक्षकहरू विभाजित भएको अवस्थामा छ। यो एउटा दुःखद पक्ष हो। यसलाई समयमै सबैको सद्बुद्धि पलाओस् र महासङ्घ सबैको सर्वसम्मत रूपमा गठन गर्ने बुद्धि पलाओस् भन्ने म अपेक्षा गर्दछु। जस्तै केही सङ्गठनलाई हामी पनि योभन्दा पहिला पनि हामी यही स्टुडियोबाट कुरा गरेका थियौँ। हामीले सहमति बमोजिम नै त्यो गरेका हौँ, सहमति बमोजिम गरेका हौँ। तर त्यो कुरा चाहिँ केही सङ्गठनको कुरा रहेकोले
ती संगठनले नै अब तय गर्ने कुरा हो भन्ने कुरा छ। त्यो उहाँहरूको भनाइ ठिकै हो। त्यसमा अब सहमति अनुसार भने त सहमतिको दस्तावेज देखाउनु होला, उहाँले सहमति कहाँनिर भएको छ। सबै सङ्घ संगठन मिलेर एउटा निर्वाचन समिति गठन गर्नुपर्ने हुन्छ। साबिकको समिति जो हुन्छ, पूर्व समिति भनौँ न, निवर्तमान समितिले निर्वाचन समिति गठन गर्नुपर्ने हुन्छ। त्यो निर्वाचन समितिले निर्वाचन गराउँछ, नभए सहमति अनुसार कसलाई दिने भन्ने हुन्छ। फर्स्ट भएकोले यो पाउने हुन्छ, सेकेन्ड भएकोले यो पाउने भन्ने छ, थर्ड भएकोले यो पाउने भन्ने त्यो विधानमै प्रष्ट व्यवस्था छ। त्यो कहाँनिर कहिले भयो, कुन तिथि मितिमा भयो, त्यो तपाईँले नै मदनजी उहाँहरूसँग नै त्यसको उत्तर माग्नु होला। अब मसँग त्यो माग्ने ठाउँ छैन र हामी अहिलेसम्म त्यो महासङ्घ वैधानिक रूपमा गठन भएको छैन भन्ने पक्षमा छौँ र त्यो भएको पनि छैन। किन आधिकारिक कुनै पनि संगठनले आधिकारिक रूपमा त्यसमा इन्भल्भ नभएसम्म त्यो कुनै एकजना व्यक्ति इन्भल्भ भइकन स्वतन्त्र रूपमा त्यहाँ महासङ्घको अध्यक्ष हुन पाउने, महासङ्घको सदस्य हुन पाउने त्यहाँ व्यवस्था महासङ्घको विधानले दिएको छैन। त्यहाँ आबद्ध संस्थाहरूबाट मात्र प्रतिनिधित्व हुने व्यवस्था गरेको हुनाले स्वतन्त्र व्यक्ति कुनै पनि महासङ्घको अध्यक्ष हुने अथवा सदस्य हुने, पदाधिकारी हुने त्यहाँ व्यवस्था नभएको हुनाले हामीले त्यो कुरा हामीले विधान सम्बद्ध कुरा उठाएका हौँ। अब त्यसमा अन्यथा त्यसलाई नजाओस् भन्ने हो। जस्तै अर्को प्रसङ्ग, शिक्षकहरूको सरुवा, तलब, सुविधा, पदस्थापनामा धेरै समस्याको गुनासो आएको छ। अनि तपाईँको दृष्टिकोणमा ती समस्यालाई मूल कारण के हुन् र नगरपालिका र महासङ्घ बीच सहकार्य कतिको प्रभावकारी छ? यो स्थानीय सरकार र महासङ्घ बीच त सहकार्य हुन जरुरी छ। किन सरकारलाई शिक्षकका माग मुद्दा अथवा शिक्षकका सेवा सुविधा, सरुवा बढुवाका कुरामा महासङ्घ मार्फत हुनुपर्छ भन्ने हाम्रो दृढ अडान छ। किन कुन शिक्षकलाई, कुन साथीलाई होइन कहाँ पाएको पर्छ, कहाँ गाह्रो छ, त्यो कुरा त शिक्षक महासङ्घसँग आउँछ। शिक्षक महासङ्घले त्यसको डिलिङ गर्ने हो। त्यो अनुसार अघि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो। तर यहाँ त्यो अनुसार महासङ्घ नै त्यो अलपत्र परे अवस्थामा सरकारले आफ्नो काम अब एउटा गर्नुपर्ने बाध्यता होला, त्यो अनुसार गरेको होला र त्यसो पिरमर्का परेका साथीहरूले त्यो अनुसार आफूले आफ्नो सङ्घ सङ्गठन मार्फत अथवा महासङ्घ मार्फत सरकारलाई गजगजाउने कामहरू भएका छन् र हुन्छन् पनि। र त्यो शिक्षकलाई कसैले मर्का पर्ने गरी सरुवा भएको छ, अपायक सरुवा गरिएको छ भने त्यो कुरा हामीले मान्ने हुँदैन, सही पनि हुँदैन। जस्तै अहिले पछिल्लो समय अघि पनि तपाईँले विद्यालयमा विद्यार्थीको सङ्ख्याको कुरा गर्नुभएको थियो। जस्तै अहिले के छ समस्या नै, सामुदायिक विद्यालयबाट निजीतर्फ विद्यार्थी सर्ने प्रवृत्ति बढ्दो गएको छ। यसले गर्दा सार्वजनिक शिक्षामा परेको असर कस्ता देख्नु भएको छ? यसलाई रोक्न के कस्तो परिवर्तनको आवश्यकता छ? अब यो एउटा चुनौतीको विषय हो। यो एउटा कुनै एउटा पालिकाले मात्र गर्न सक्ने त होइन, तर पालिकाले पनि केही गर्न सक्छ भन्ने मेरो धारणा छ। यो देशव्यापी रूपमा समस्या हो। हामीले देशैभरि सर्वे गर्दा सामुदायिक विद्यालयहरूमा एउटा सङ्कट उत्पन्न भएको छ र केन्द्र सरकारले एउटा छानबिन समिति एउटा गठन गरेको थियो। त्यो समितिले एउटा के प्रतिवेदन दिएको छ भने नेपालमा अहिले 27,000 सामुदायिक विद्यालयमध्ये 15,000 मर्ज गर्नुपर्ने उसले प्रतिवेदन दिएको छ। यसले पनि के पुष्टि गर्छ भन्दा देशैभरि सामुदायिक विद्यालयमा सङ्कट छ। यो सङ्कट हुनको कारण के हो? मेन कुरो त अब हामीले बुझ्नुपर्ने गुणस्तरीयताका कुरा हो। शिक्षामा गुणस्तरीयता आएन अनि मान्छेले अब आफ्नो बालबालिकालाई शिक्षा कहाँ राम्रो पाउँछ भनेर खोज्नुपर्ने आवश्यकता छ। अनि शिक्षा पाउने बालबालिकाको नैसर्गिक अधिकार हो, त्यो बाबुआमाको मात्र अधिकारको कुरा इच्छा र आकाङ्क्षामा रहँदैन। त्यसैले गुणस्तरीय शिक्षा खोजीमा बालबालिकाहरू भौतारिरहेको अवस्था र कहीँ पाइन्छ कि भनेर अब सामुदायिकको अल्टरनेटमा संस्थागत विद्यालयहरूमा जाने क्रम बढेको र त्यो कारणले विद्यार्थी न्यून भएको हो भने अर्को कारण के भन्दा जनसङ्ख्या वृद्धि पनि एउटा समस्या। अहिले जनसङ्ख्या न्यून रूपमा वृद्धि भइरहेको छ, जनसङ्ख्या एकदम घटिरहेको छ भने पनि हुन्छ, त्यो स्थिति छ। र अर्को जनसङ्ख्या बसाइसराईको समस्याले पनि त्यो सामुदायिक विद्यालय एउटा समस्या आइरहेको छ। एउटा हाम्रो राष्ट्रको नीति अनुसार पनि 2टा सन्तानको कुरा आए होइन। अनि त्यसमा 2टा सन्तानमा पनि फेरि सबै बालबालिका यहाँ त पढ्ने, बाहिर जाने होइन। कसैले अब कोही सकेर जाने, कोही नसकेर जाने स्थिति पनि छ। कोही अब कमजोर स्थितिका मान्छेहरू जहान बच्चा बच्ची लिएर इन्डियाका विभिन्न काला पहाडहरूमा गएको अवस्था पनि छ। त्यो एउटा दुःखद पक्ष भयो। कसैले अलि राम्रो शिक्षा पाउनका लागि सहर बजारतिर यहीँकै पनि संस्थागत विद्यालयतिर बालबालिकाहरूको लिएको हामीले देखेका छौँ। त्यसलाई रोक्नका लागि नगर सरकार अनि प्रदेश सरकार र सङ्घ सरकारले पनि समयमै उचित कदम चाल्नुपर्छ भन्ने लाग्दछ।
जस्तै यो कुरा गरिरहँदा गुणस्तरीय शिक्षाको कुरा गरिरहँदाखेरि एउटा निजी स्कुल विद्यालयहरूमा चाहिँ 10,000 बराबरको सेवा सुविधा लिएर चाहिँ उसले गुणस्तरीय शिक्षा दिन सक्छ। हामीले नेपाल सरकारको स्केल बमोजिम तलब खाएर किन गुणस्तरीय शिक्षा दिन नसक्नु? त्यो कसको कमजोरी? त्यो गम्भीर प्रश्न हो। यसमा सोच्नुपर्ने शिक्षकहरू, अभिभावकहरू र सरकारले पनि सोच्नुपर्ने बाध्यता छ। यसमा किन यस्तो भयो? जहाँ कम वेतनमा राम्रो शिक्षा दिएको र राम्रो वेतनमा कमसल खालको शिक्षा दिएको, गुणस्तरीय शिक्षा दिएको भन्ने जुन तर्क छ, त्यो तर्कको बारेमा हामी सबै यसमा गम्भीर हुन जरुरी छ। किन भन्दाखेरि एउटा कुरा त्यहाँको व्यवस्थापकीय पक्ष, अनुगमनको पाटो। संस्थागत विद्यालय के हुन्छ? व्यवस्थापकीय पक्ष पनि त्यही हुन्छ, अनुगमन पनि त्यही हुन्छ। अनुगमन पनि स्वयं संस्था, त्यो मानव त्यसको उसले फाउन्डरले गरे हुन्छ भने व्यवस्थापक पनि उसैले गरे हुन्छ। सबै कुरा उसैसँग छ। उसैले गर्ने हुँदा उसको निगरानीमा थोरै वेतनमा पनि त्यहाँ किन भन्दाखेरि उसले ड्युटी पुरा गरेको हुन्छ। शिक्षकले ड्युटी पुरा गरेपछि अथवा बालबालिकासँगै समय बिताएपछि त केही न केही कुरा त सिक्ने नै भयो। उसले त्यहाँ बसेर त अरू नगर्ने होइन, सिकाउने नै हो। त्यसले गर्दाखेरि त्यहाँ केही सुधार भएको देखिने हो। यता सामुदायिक विद्यालयमा के छ भन्दाखेरि वेतन बढी भए पनि शिक्षक सङ्ख्या एकदमै न्यून हुन्छ। सबै जस्तै हामीले वेतन बढी दियौँ भन्ने कुरामा कुनै विद्यालय त शिक्षकै छैन नि त। शिक्षकविहीन, दरबन्दी विहीनको अवस्था पनि छ। अनि अर्को कुरा अनुगमनको पाटो फितलो छ। सरकारी विद्यालयहरूमा, सामुदायिक विद्यालयहरूमा अनुगमन लगभग हुँदैन भन्दा पनि हुन्छ, कहिलेकाहीँ हुन्छ, भए पनि त्यसले केही अर्थ राख्दैन। र व्यवस्थापकीय पक्षको कुरा पनि त्यहाँ के छ, एकदमै फितलो छ। र अर्को कुरा लिडरसिपको कुरा पनि म त्यहाँ उल्याउन चाहन्छु। विद्यालय सुधार्नका लागि नेतृत्व पक्ष एकदमै सबल हुनुपर्छ। हामी कहाँ नेतृत्व पक्षहरू सामुदायिक विद्यालयमा कस्तो देख्छु भन्दाखेरि जन्मजात जस्तो जो सुरुमा भयो त्यो आजीवन ऊ त्यहाँको नेतृत्व लिइरहने र उसले केही राम्रो गर्नु पनि परेन। त्यो निरन्तरता जस्तो कि एउटा क्रमभङ्ग नहुने, निरन्तर चलिरहने, त्यसले त्यहाँ गर्नुपर्ने केही पनि भएन, उसले त्यो बिडो थाप्नुपर्ने जस्तो स्थिति भएको मैले एउटा कुरा यहाँ देखिछु। त्यसलाई हामीले समयमै सुधार्न सकेनौँ। अब त्यो प्रहको पनि निश्चित कार्यकाल तोकिएको छ शिक्षा ऐनमा। निश्चित कार्यकाल 5 वर्षमा रिन्यू गर्नुपर्ने अथवा पुनर्नियुक्ति गर्नुपर्ने, तर त्यो भएको देखिँदैन। त्यो कसले गर्नुपर्थ्यो? व्यवस्थापन समितिले गर्ने कुरा हो। त्यो अहिलेसम्म व्यवस्थापन समितिहरू पनि अब त्यो कुरामा ज्ञान नभएको पनि हुनसक्छ, ज्ञान भएर पनि ठिकै छ चलाइरहेको छ भन्ने पनि हुनसक्छ। अनि सरकारले पनि त्यसलाई घचघच्याउने कुरामा उसको कमी कमजोरी रह्यो। त्यसले टाइममै यी कुराहरू नगर्दाखेरि सामुदायिक विद्यालय लगभग निदाएको अवस्थामा पुगेको हामी सबैले महसुस गरेको कुरा हो। त्यहाँ अलिक घचघच्याउने काम कम भयो भन्ने लाग्छ। नेतृत्वको कमी कमजोरी भए, अनि त्यसपछि शिक्षक स्वयं पनि झारा टार्ने, कक्षा कोठामा तोकिएको टाइम नबिताउने, होइन, घडी हेरिराख्ने, टाइम कतिखेर सकिन्छ अथवा कसरी पास गरौँ भन्ने जस्तो प्रवृत्तिले पनि त्यहाँ बिग्रेको हुनसक्छ। त्यसलाई म शिक्षक हो, मैले त्यो मैले शिक्षकलाई छुट्टै ढाकछोप गर्ने कुरा होइन, छन् तमाम प्रवृत्ति। तर सबै कुरा शिक्षक होइन है। फेरि किन होइन? अभिभावक पनि संस्थागत विद्यालय पठाउँदाखेरि बालबालिकालाई कसरी पठाउनु त्यो तपाईँहरूले पनि ज्ञान गर्नुभएको कुरा हो। किन भन्दाखेरि संस्थागत विद्यालय अथवा बोर्डिङ पठाउँदाखेरि यसले नङ काटे कि काटेन, होमवर्क गरे कि गरेन, नुहाए कि नुहाएन, टिफिन लिए कि लिएन, पेन्सिल छ कि छैन, कपी छ कि छैन भन्ने सबै कुरा चेक गरिन्छ। तर सामुदायिक विद्यालय पठाउँदाखेरि उसलाई कपी पनि दिनु परेन, पेन्सिल पनि दिनु परेन, झोला पनि दिनु परेन, उसले किताब लियो कि लिएन, स्कुल गयो कि गएन भन्ने कुरामा पनि अभिभावक पनि ठुलो कमजोरी छ। त्यसमा अभिभावकले पनि त्यसमा सचेत हुन जरुरी छ। र त्यो सचेत नभएसम्म सामुदायिक विद्यालय सुर्दिने अवस्थामा पनि म देख्दैन। यसमा र सरकारले पनि अलिक कडा कदम लिन पर्ने जरुरी देख्छु। हामी अब प्रसङ्ग अलि यो डिजिटल युगसँग भएको कुराले गर्दा आजको पुस्ता जेनजेट सामाजिक सञ्जाल मात्रै शिक्षण सिक्ने, प्रसारण, राजनीतिक पारदर्शिता खोज्ने र तर्कसम्मत उत्तर चाहने पुस्ता हो। शिक्षक महासङ्घ र विद्यालयले यो पुस्तालाई को अपेक्षा र व्यापार तालमेल मिलाउन के कस्तो परिवर्तन गर्न आवश्यक छ? यो एउटा जटिल प्रश्न हो र यो युगको माग पनि हो। फेरि यसलाई सम्बोधन नगरी अगाडि बढ्न पनि सकिँदैन। यसलाई सम्बोधन गरिएन भने फेरि हामीले अपेक्षा गरेको कुरा पनि प्राप्त हुँदैन। त्यसैले अब यो जेनजेट भनेर अहिले मुभमेन्ट भयो, त्यसले मात्र हामीलाई घचघच्याएको जस्तो लाग्छ। त्योभन्दा अगाडि हामीले यी कुराहरू खासै वास्ता नगरेको, सबै जिम्मेवार पक्ष यसमा अलिकति त्यति जिम्मेवार नभएको मैले देखेको छु। मैले यो कुरा त धेरै पहिलादेखि पनि उठाउँदै आएको हो। अब हामीले विद्यालयमा यो सूचना प्रविधिको केही न केही सुरुवात गर्नुपर्छ। अब एकैचोटि सबै कुरा सकिने कुरा हुँदैन। कुनै एउटा विद्यालय अथवा एउटा कक्षा
बाट सुरु गर्दै गयौँ भने यसलाई भोलि हामीले अलिकति सबै ठाउँमा विस्तार गर्न सक्छौँ। एकैचोटि त्यो ठुलो भोल्युममा त हामीले काम गर्न अलिकति जटिल हुन्छ, त्यो आर्थिक रूपमा पनि सबै कुरामा पनि। त्यसले केही सुरुवात गरौँ र सक्ने स्कुलले आफैले पनि गर्न सक्ने हुन्छन्। सबै स्कुल कमजोर हुँदैनन्, सबै स्कुल त्यो अर्काकै भर पर्ने स्कुलहरू पनि छन्, केही स्कुल त आत्मनिर्भरहरू भएका स्कुल पनि छन्। ती स्कुलले पनि सुरु गरेको भए आज यो स्थिति हुन्थेन कि भन्ने लाग्छ। अब अहिलेको युग हामी पनि त त्यतातिर उन्मुख छौँ। हामी पुरानो पुस्ता मानौँ अरे होइन, मान्ने भने त्यो बिना पनि हामी पनि त छैनौँ नि त। त्यसैले हामीले बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरि हामीले पढाउने त हाम्रो के छ, पुरानै प्रवृत्ति, पुरानै हामी लेक्चर मेथड प्रवचन विधि भन्छौँ नि, हामी त्यही अनुसार पढाउँछौँ भनौँ न। हामी टिचर भए पनि हामी नयाँ बाल केन्द्रित विधिहरू डिजिटलाइज गर्ने होइन, त्यो अब प्रोजेक्ट मेथड त युज भएको हामी छैन। हामी जुन पुरानो थियो हामी त्यही शैलीमा छौँ। विद्यार्थी बुझ्दैनन् भन्छौँ, हामी विद्यार्थीले मात्र दोष दिएका छौँ। आफूतिर फर्किने कोही पनि छैन। अहिले हामी तयार छैनौँ नि। आफूलाई कमजोर ठान्ने त कोही छैन, आफूलाई आफ्नो कमजोरी कोही पनि स्वीकार्ने पक्षमा छैन। तर हो के त भन्दाखेरि हामीले बालबालिकाको इच्छा अनुसारलाई त्यो क्लासलाई लिन सकेनौँ, डोर्याउन सकेनौँ। त्यतातिर हामीले त्यसलाई लिनुपर्ने त्यो हो, तर त्यतातिर लिन सकिएको अवस्था छैन। अब मुख्यतया त हामी कस्तो हुन्छ भने गुणस्तरीय शिक्षाको अपेक्षा गर्ने, एकैचोटि सबै कक्षामा गुणस्तरीय दिन सकिँदैन। यो कुरा बुझ्न जरुरी छ। मेरो भनाइमा के हो भन्दाखेरि मैले धेरै पर साथीहरूसँग पनि के भनेको छु भन्दाखेरि तपाईँ स्कुलको शिक्षाको गुणस्तर कायम गर्ने तपाईँको चाहना दृढ इच्छा भने सुरुवात 0बाट गर्नुपर्छ, कक्षा 1बाट गर्नुपर्छ। हामी अब जस्तै बाल कक्षा छ भने त्यहाँबाट गरौँ, नभए कक्षा 1बाट नै सुरु गर्ने। त्यो 10 वर्ष लाग्छ त्यसको प्राप्ति हुन, त्यसको गुणस्तरीय शिक्षा प्राप्ति हुन 10 वर्ष लाग्छ। त्यो गर्नुभयो भने तपाईँले केही देखाउन सक्नुहुन्छ, केही उपलब्धि हुन्छ। होइन कसैले त गुणस्तरीयका नाममा अङ्ग्रेजी मिडियम पढाइदिन्छ भन्ने, कसैले गुणस्तरीयका नाममा अर्को हामी यसो गरिदिन्छौँ भनेर त्यो उ गर्ने, त्यसले गुणस्तरीयता आउने कुरा भएन। गुणस्तरीय आउनका लागि जग बलियो हुनु पर्यो। जग बलियो नभइकन घर बलियो हुँदैन। जस्तो यसको जग बलियो छैन भने हामी माथि जति डेकोरेसन गरे पनि, जति उ गरे पनि यो घर अवश्य पनि के हुन्छ त दुर्घटना निम्ताउँछ यो घरले भन्ने बुझ्नुपर्छ। त्यसैले हामीले जग बलियो बनाएनौँ। जग बलियो बनाउने भनेको सामान्यतया हामीले 12 खाडी नै राम्रोसँग सिकाएका छैनौँ। अब यसमा फेरि यो भन्दाखेरि साथीहरू तल्लो कक्षामा पढाउने साथीहरूले फेरि अझ हाम्रो आलोचना गर्यो भन्ने जस्तो अर्थ लाग्ने होला। तर बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि हामीले मेन कुरो सिकाउने जुन उपलब्धि जुन कक्षामा विद्यार्थीले हासिल गराउनु पर्ने हो त्यहाँ गरायौँ कि गराएनौँ भन्ने कुरा आत्ममूल्याङ्कन गर्न जरुरी छ भन्ने लाग्छ शिक्षक साथीहरूले। त्यो गरेनौँ भने शिक्षाको गुणस्तरता यो कपोल कल्पित मात्र हुनेछ। र हामीले बिस्तारै अब यो सूचना प्रविधिसँग जोड्न जरुरी छ। यो जोडिएन भने जस्तै त्यो कुरा गरिरहँदाखेरि सबै विद्यालयमा माविका तहका विद्यालयहरूमा चाहिँ कम्प्युटर छन्, तर थन्किएका छन्। अनि त्यसलाई सदुपयोग गर्न कसको भूमिका रहनुपर्छ? विद्यालय प्रशासन, मैले त्यो कुरा विद्यालय व्यवस्था, स्थानीय सरकार। त्यो स्कुलमा भएको कुरा कक्षा कोठामा प्रयोग गर्ने त नेतृत्व भनिसकेँ मैले अघि नै भने। त्यो नेतृत्वको पहल कदमी र नेतृत्व इच्छा शक्ति देखाउने भने त्यो कुराहरू सम्भव हुन्छन्। अब नगर सरकारले गर्ने कुरा त्यो अलि वृहत क्षेत्रमा जाने भयो, उसले केही आफूले पनि लगानी गर्न पर्यो होइन। केही लगानी नगरी उसले मात्र गर भनेर पनि भएन होइन। उसले लगानी गरेका पनि थन्किएका छन्। लगानी गरे सबै विद्यालयहरूमा त्यो पनि उसको पनि कमजोरी, उसलाई पनि त्यसलाई पनि कहाँ त युटिलाइज गर्नुपर्ने होइन। त्यो त उसको निगरानी, उसको अनुगमन त्यो फितलो भयो त भने मैले सरकारका अनुगमनहरू त लगभग नयाँ संरचनापछि अब दिनेशजी पनि यहाँबाट सामाजिक विकास उसमा संयोजक हुनुहुन्थ्यो होइन। अब त्यो हाम्रो अघिल्लो कार्यकालमा उहाँ अलिकति क्रिएटिभ युवा अलिकति केही गर्नुपर्छ भन्ने पनि हो कि उहाँले पनि केही गर्न खोज्नुभयो, तर त्यो सफल त्यति भएको लागेन। किन भन्दाखेरि हामी तल गर्ने जो कार्यक्षेत्रमा हुने हो उसले गरिदिएन भने अरूले गरेर केही हुँदो रहेछ। जो कार्यक्षेत्रमै खटिन्छ उसले नै त्यो कार्यान्वयन गरिदिनु पर्यो मुख्यतया त। अब त्यो कार्यान्वयन गर्नका लागि नेतृत्व नै मेन कुरो हो। अनि अर्को कुरा व्यवस्थापन समिति। म त यो प्राविधिक रूपमा यो व्यवस्थापन समिति त खास सामुदायिक विद्यालयमा सामुदाय नमिलेर अब सरकारी भन्नुपर्छ भन्ने लाग्छ मलाई। सामुदायिक विद्यालय हिजो समुदायमा हस्तान्तरण गर्नका लागि ल्याएको एउटा पोलिसी हो। विदेशी डोनरबाट रकम ल्याउनका लागि बनाइएका यी पोलिसी हुन्। र यसलाई सरकारी विद्यालय भनेर खास विद्यालय व्यवस्थापन समिति त्यति आवश्यक होइन। विद्यालय व्यवस्थापन समितिका कारणले गर्दाखेरि विद्यालयमा राजनीति हस्तक्षेप हुने, दलीयकरण हुने कुराहरू आएको छ। यसले गर्दाखेरि पनि शिक्षाको गुणस्तरमा समस्या सिर्जना गरेका छ। अब यो कुरा अब कसले सोचिदिने भन्ने कुरा हो। यसमा अब राज्य नै झन् उल्टो गतितिर हिँडेको मलाई महसुस हुन्छ। अब त्यसैले अब यी कुराहरू त अब हामीले मात्र भनेर कुरा कसले सुन्दिने भन्ने कुरा छ। जस्तै हजुरले त्यही हस्तक्षेपको कुरा गरिरहँदा मैले त्यही कुरा अलिकति दिने, यो सार्वजनिक विद्यालयमा शिक्षक अथवा चाहिँ राजनीतिक हस्तक्षेप धेरै छ भन्ने आरोप पनि प्राय सुनिन्छ। तपाईँ शिक्षक महासङ्घको पूर्व अध्यक्षको रूपमा यो विषयलाई
यो विषयलाई कसरी लिनुभएको छ? राजनीतिक र शिक्षाको सम्बन्ध कस्तो हुनुपर्छ? राजनीतिक शिक्षाको सम्बन्ध त अनुनासिक हुनुपर्छ, त्यसमा दुई मत छैन। हजुर। शिक्षक राजनीति चेत भएको हुनुपर्छ, यो कुरा पनि दुई मत छैन। हजुर। राजनीति चेत नभएको व्यक्ति शिक्षक हुँदा त्यसले त ती दिनुपर्ने कुरै पुरा दिन सक्दैन भन्ने लाग्छ मैले। त्यसैले त्यो राजनीतिमा इन्भल्भ हुनुपर्छ भन्ने होइन मैले। राजनीति चेत शिक्षकमा अवश्य हुनुपर्छ र विचार अभिव्यक्तिको स्वतन्त्रता त संविधानले दिएको कुरा छ। संविधानको धारा 17 मा त्यो कुरा गरेको छ हैन। संघ संगठन खोल्न पाउने अधिकारका कुरा गरेको छ। अनि अर्को कुरा शिक्षक राजनीति गर्छन् भन्ने तपाईको भनाइ हो भने संविधानले नै धारा 34 मा ट्रेड युनियनको अधिकार दिएको, श्रमको हकको अधिकारका कुरा गरेको छ। त्यहाँ ट्रेड युनियन खोल्न पाउने, सौदाबाजी गर्न पाउने कुरा छ। त्यो राजनीति गर्ने भन्ने होइन नि। त्यसले आफ्ना पेशागत हक हितको आवाज उठाउने, त्यसको बहस गर्ने, पैरवी गर्ने त्यो अधिकार शिक्षकले राख्छ। त्यसलाई नै शिक्षकले राजनीति गरे भन्ने हो भने त्यो दुःखद पक्ष हो। त्यसलाई त हामीले निरङ्कुश शासनतिर लैजान खोजेको शिक्षालाई त्यतातिर इन्भल्भै नहुन दिने भन्ने हो भने त्यो निरङ्कुशतिर लैजान खोजे मात्र बुझ्छु। तर अब अर्को कुरा स्कुलको राजनीतिको कुरामा स्कुलमा शिक्षकले राजनीति गरेको भन्ने तर्क अब कतिसम्म सत्य हो? अब सबै शिक्षकले त्यस्तो गरेका छन् छैनन्, त्यो आफ्नो ठाउँमा रह्यो। तर शिक्षकलाई राजनीति गराउनु बाध्य बनाउने पनि त्यो व्यवस्थापन समिति किन त्यहाँ दलीयकरण हुन्छ? कुन पार्टीको अध्यक्ष बन्यो? भागभण्डा गरिकन समिति बनाएका छन् हैन। त्यसले पनि त्यहाँ शिक्षकलाई प्रभाव पारेको देखिन्छ। त्यसले पनि शिक्षकहरू पनि कतै न कतै जोडिएको हुन सक्छन्। प्रत्यक्ष रूपमा शिक्षकहरू त्यसरी जोडिएका छन् त्यो कुरा त गैर कानुनी नै भइहाल्छ। त्यसरी राजनीतिक पार्टीको सदस्य हुने कानुनी रूपमा पनि त्यो बन्दिस गरिएको अवस्था हो। तर राजनीति चेत भएको, राजनीतिमा आफ्नो विचार अभिव्यक्ति स्वतन्त्रताको हक भावना त्यो राख्न पाउने शिक्षकको पनि हक अधिकार छ। त्यसले विद्यार्थीलाई असर पार्ने कुरामा त्यो किञ्चित रूपमा पनि असर गर्दैन भन्ने लाग्छ त्यो कुराले। तर राजनीति रूपमा राजनीति गरेर त्यो असर गर्ने गरेर सङ्घ संगठन खोल्ने, आफ्नो सौदाबाजी गर्ने, पेसागत हक हितका लागि आवाज उठाउने कुरामा शिक्षक जहिले पनि तयार छ, हुन पाउँछ। संविधान अनुसार गरेको छ, कानुन अनुसार गरेको छ। त्यसमा शिक्षक महासङ्घ त्यसमा जहिले पनि के हुन्छ भन्दाखेरि अग्रसर भएर लाग्छ भन्ने कुरा। जस्तै यो जेनजी आन्दोलनपछि भएको जुन सरकार छ, उहाँको शिक्षा मन्त्री अहिले चाहिँ अहिले त्यो दल जस्तै त्यो हुन्छ नि सङ्घ संगठनहरूले मान्यता नदिने भनेर चाहिँ बोलिराख्नु भएको छ। यो अब तत्काल अहिले अब त्यसप्रति तपाईँको धारणा? बालालाई शिक्षा मन्त्रीको भनाइ हो त्यो। त्यसमा पनि हामी सङ्घ संगठनले कसरी बुझे भन्ने कुरा हो। मेरो बुझाइमा कस्तो भन्दाखेरि उहाँले पनि यही संविधान ऐन कानुन अनुसार नै बोल्नु भएको छ भन्ने लाग्छ। त्यसको गहन अध्ययन गर्दाखेरि उहाँले भनेको कुरा अरू केही छैन, अरू कुरा छोड्दैन। मैले सरस्वती उहाँको पढेँ मैले, उहाँले प्रत्यक्ष रूपमा अहिले चुनाव हुँदैछ त्यसमा संलग्न नहुनु होला भन्ने हो आशय त्यति मात्र हो। तर त्यसलाई अब सङ्घ संगठनहरूले अलिकति बढाइ चढाइ गरेर उहाँले यसो गर्नुभयो भन्ने कुरा जस्तो लाग्छ। त्यो त हिजोसम्म नहुँदाखेरि पनि आएको, हिजो त्यो अर्को शिक्षा मन्त्री हुँदाखेरि त्यो कुरा आएकै हुन्। प्रत्यक्ष रूपमा राजनीति गर्न पाउँदैन त्यो कुरामा सबै सहमत नै हो। तर सङ्घ संगठन खोल्न पाउँदैन भन्ने कुरा आएको हो भने त्यो सरासर गलत हो। त्यसको त हामीले निन्दा नै गर्छौँ फेरि त्यो कुरा। हस्, हामी कार्यक्रमको अन्तिममा आएका छौँ। अन्त्यमा शिक्षकहरू, विद्यार्थी, अभिभावक, स्थानीय सरकार र युवालाई तपाईँले दिन चाहनु भएको छोटो प्रभावकारी सन्देश के हो? अब यसमा अब भन्ने कुरा त अब सही भएको छन्। अब शिक्षाको गुणस्तर कायम गर्न अब हामी त धेरै बाहिर कुरा नगर्छौँ। हाम्रो आफ्नो पालिकाभित्र शिक्षाको गुणस्तर कायम गर्न लागि स्थानीय सरकार, राजनीतिक दलहरू पनि हैन, त्यसपछि अब अभिभावक, शिक्षक, विद्यालय प्रशासन, यी सबैको हातेमालो हुनु जरुरी छ। र यो सबै एक ठाउँमा आएर शिक्षाको विषयमा कुनै पनि पूर्वाग्रह नभई सबै एक ठाउँमा आइ हातेमालो गर्दा शिक्षाको गुणस्तर हामीले सोचे अनुसारको प्राप्ति गर्न सकिन्छ भन्ने मलाई लाग्छ। र यो गर्नु पनि पर्छ, अवश्य एक दिन हुनेछ भन्ने मलाई लाग्छ। धन्यवाद। आज हामीसँग हुनुहुन्थ्यो चामुण्डा बिन्दासिङ नगरपालिका शिक्षक महासङ्घका पूर्व अध्यक्ष बिम्बहादुर कार्की। उहाँसँग हामी समावेशी बसमा शिक्षा र शिक्षकको हक हित र चुनौती, भविष्यका मार्गबारे खुल्ला र स्पष्ट विचार राख्नु भएकोमा पुनः पनि धन्यवाद दिन चाहन्छौँ। यसैसँग आजको समावेशी बस यही सकिन्छ। भोलि फेरि यही समयमा अर्को विषय सहित उपस्थित हुनेछौँ। तबसम्मका लागि प्राविधिक मित्र देवेन्द्र बहादुर साई र म कार्यक्रम प्रस्तुता मदन विक बिदा लिन्छौँ। धन्यवाद।